हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। हाम्रो गाउँबाट देख्ने त्यहाँ चाहिँ हिमाल छ अनि हिमालमा चाहिँ अलिकति हुस्सो लागेर त्यस्तो भएको छ। मेरो दैनिक म हजुरहरूलाई सुनाउनेछु। म चाहिँ उठेर ब्रस गर्दैछु, ब्रस गर्नेछु। मैले चाहिँ ब्रस पनि गरिसकेँ अनि अहिले ब्रस गरेर यसो फ्रेस भएको अनि अब खाना पकाउनु पर्छ। बिहानीको खाजामै मकै पोलेर खानेछु अनि पोल्नेछु। अब मकै चाहिँ पोल्निँदैछ है साथीहरू, हेर्नुहोला तपाईँहरूले कसरी पोलेर खानुहुन्छ। हाम्रो यसरी बाहिर बोक्रा पहिला उसिनेर अनि पछि भित्र फेरि पोल्छौँ। तपाईँहरूले कसरी पोल्नुहुन्छ कमेन्ट गर्नुहोला है साथीहरू। मैले चाहिँ बाहिरको खुल निकालिकन अहिले मकै पाक्दैछ यसरी पोल्छु। हजुरहरू कसरी पोल्नुहुन्छ भन्नुहोस् है साथीहरू। मैले चाहिँ बिहानीको खाजामा मकै पनि पोलिसकेँ है साथीहरू। अब म मकै खाँदैछु। हजुरहरू बिहानीको खाजामा के खानुहुन्छ कमेन्ट गर्नुहोला। म चाहिँ मकै खान लागेको है। अब छोराहरू मकै पनि खाइसकेँ अनि अब म आज हाम्रो रोपाइ छ अनि बुबा मम्मी बिउ काट्दै हुनुहुन्छ। आज हाम्रो दिउँसो कोदो रोपाइ गर्ने भएर मेरो चाहिँ खाना पनि पाकिसक्यो अनि म यतातिर आएको थिएँ बारीमा। मम्मी बुबा बिउ काट्दै हुनुहुन्छ। यस्तो छ हाम्रो गाउँमा एउटा नयाँ चिज छ है, म तपाईँलाई देखाउन गइरहेको छु। यहाँनिर चाहिँ यस्तो हरियो छ, हेर्नु होला है परसम्म यति हरियो छ अनि यहाँ मुनि चाहिँ परसम्म त्यस्तै छ। के भएको होला है साथीहरू कमेन्ट गर्नु है। घर तलमै छ अनि मैले चाहिँ हजुरलाई देखाउनको लागि म यहाँसम्म आएको थिएँ। अब म फेरि घर फर्किँदैछु है साथीहरू। म चाहिँ अब ट्र्याक्टर जोत्नमा आएको भाइले सुरु गरेछ। ट्र्याक्टर जोत्न बुलेर आएको मैले चाहिँ अब म पनि ट्र्याक्टर जोत्छु। यता आएपछि पनि प्र्याक्टिस गर्दै छ अहिले। हेर्नु आज हाम्रो रोपाइ हुने ठाउँ चाहिँ यो हो अनि अरू पनि यतापट्टि रोपिसकेको छ। त्यतिर मकै भाँच्दै हुनुहुन्छ अनि त्यो मकै भाँचेको छैन। म चाहिँ ट्र्याक्टर फर्काउँदैछु है अहिले अनि अलि त आउँदैन, कस्तो गाह्रो भइराखेको ट्र्याक्टर फर्काउन नि त्यत्रो माटो उचाल्नु पर्ने हुँदो रहेछ। अनि म चाहिँ बिस्तारै गरेर जोत्दै थिएँ, अलिअलि गरेर गाह्रो हुँदो रहेछ हामीलाई। हामी अलि रोप्ने मान्छेहरूलाई चाहिँ अलि थाहा नहुँदो रहेछ, तर ट्र्याक्टर जोत्न पनि धेरै गाह्रो हुने रहेछ साथीहरू। अनि मैले चाहिँ त्यो अनुभव पनि गरेँ। अनि हाम्रो रोपार आउँदै हुनुहुन्छ हामी 3जना मात्र हौँ आज चाहिँ, म मम्मी अनि उहाँ भाउजू अघि आउनुभएको थियो, उहाँ चाहिँ हाम्रो रोपार हुनुहुन्छ आजको। अनि आज हामी रोपाइ गर्दैछौँ। म चाहिँ त्यो जोति पनि सकेँ अनि अहिले चाहिँ बस रेस्ट गरेको। पसिना कति धेरै आइरहेको छ, गाह्रो हुँदो रहेछ ट्र्याक्टर जोत्न नि। अनि यो भाइले चाहिँ आज ट्र्याक्टर जोत्छ, पानी खाँदै रेस्ट गर्दैछन्। यतातिर मेरो पारहरू चाहिँ त्यता हुनुहुन्छ है। हामी 3जना भएर रोप्ने आज उता हुनुहुन्छ रोप्दै। म नै जान्छु अब। भाउजू म अनि दिदी भएर हाम्रो रोपाइ पनि गऱ्यौँ, सुरु गरिसक्यौँ। आज चाहिँ हाम्रो रोपाइ पनि सकिसक्यौँ। म ड्रेस चेन्ज गरेर यता फ्रेस भएर बसिरहेको छु। यता यस्तो मौसम छ आज पानी परेर अनि हाम्रो रोपाइ पनि कस्तो खेत्रो ब्याग जस्तै भएको थियो आज पानी धेरै परेर। अनि मेरो भिडियो हेर्नु भएको लागि हजुरलाई धन्यवाद।